अनि कहिले आउँछ सर छोरी भोलि भनेको कहिले दसैँमा अनि दसैँमा आइज कि म तँलाई टिका लगाएर नि 5 रुपियाँ दिन्छु ल अनि के खान्छौ 5 को 5 रुपियाँलाई बिस्कुट हो बेकुली यता हेर्दैन ठुलो बाबालाई अनि जाने त हो र अनि दादा पनि हुनु न दादालाई बाई पनि भन्दैनस् यहाँको दादा त्यो नटोक्नु नाम कपाल चाहिँ मिलाइदिएन हौ छोरी एकचोटि कपाल मिलाइ तैँले कपाल मिलाएको मलाई साह्रै मनपर्छ हौ के हो हो र माछा हो कि फिस हो त ए बेहेरे त ठुलो हेर्न यहाँ अब त जाने तेरो घर हो र दसैँमा आइज ल छोरी के ल्याइन्छस् हौ मलाई भुङ्गी ल्याउँदैन माछा मारेर ल्याउनु ल भुङ्गी चाहिँ नल्याउनु म तपाईको लागि माछा पार्छु र चप्पल आइदिन्छु हो र नयाँ खालको हो र